गाइजहरू आज चाहिँ म एकदमै इजी तरिकाले सेल कसरी बनाउने भनेर चाहिँ हैन रेसिपी सेयर गरिरहेको छु। हेर्नुस् है त। मैले चाहिँ सुगर पाउडर लिए अनि घिउ लिए। यसलाई चाहिँ मजाले म मिक्स गरिरहेको छु। एकदमै मजाले मिक्स गर्नुपर्छ है त यसलाई चाहिँ। अनि एउटा भाँडोमा मैले चामलको पिठो लिए अनि एउटा पाकेको केरा पनि लिए। अनि अघिको फर्म यतिको भएको छ हेर्नुस् त। यतिको चाहिँ हुनुपर्छ है त। अनि यसलाई पनि राखेर एकदमै मजाले यसलाई गिर्खा नरहने गरेर यसलाई चाहिँ माड्नुपर्छ है त। यस्तो भयो ल हेर्नुस् यतिको चाहिँ हुनुपर्छ। अनि अब हामी यसमा तातो पानी है त। तातो पानी हालेर यसलाई यसरी चाहिँ नि ब्याटर बनाउने। यतिको ब्याटर चाहिँ हुनुपर्छ। अनि यसलाई चाहिँ म 2 घण्टाको लागि छोडिरहेको छु। ल हेर्नुस् त 2 घण्टापछि यतिको भएको छ। ल अब चाहिँ रेडी भयो है त सेलरोटी बनाउनलाई। ल हेर्नुस् मैले बनाएँ। हजुरलाई पनि मनपर्छ भने यो इजी तरिका ट्राई गर्नुहोला। धन्यवाद।